नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूहरूलाई सरकारमा जाने टेकोको रूपमा निर्माण नगरिएको बताएका छन्। शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्ने कुरा सही नभएको बताएका छन्। उनले समाजवादी मोर्चालाई फागुन 25 गतिको राजावादीहरूको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताएका छन्। अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एकपटक जनतासँग आफ्नो आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। सोही उद्देश्य लिएर आफूहरू जनतासँग जोडिएको उनको जिकिर छ। उनले विगतमा भएका त्रुटिहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड़ दिएका छन्। समाजवादी मोर्चाको कार्यक्रम राजावादीहरूको प्रदर्शनको जवाब र कम्पनको कुरा नभएको बताएका छन्। अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधरहरूसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न र सरकारले पनि साथ दिने कुरा नगरेको बताएका छन्। टेको भन्ने कुरा बिल्कुल गलत कुरा हो। हामीले समाजवादी मोर्चा नेपाल सोचे सम्झेर हामी चारै पार्टीको सहमतिले, हुन त पहिला उपेन्द्र यादव जसपा हुनुहुन्थ्यो, उहाँहरूको अहिले अदालतमा मुद्दा परेपछि उहाँहरू हुनुहुन्न। अहिले त्यो ठाउँमा महेन्द्र राय यादवजी नेपाल समाजवादी पार्टी सामेल भएको छ र हामी चार पार्टी नै रहेका छौँ। यो चाहिँ प्रचण्डको लागि भन्ने जो पर्न गएको छ त्यो गलत पर्न गएको छ। बीचमा हामीले प्रतिवेदन तयार गर्न अलि समय लाग्यो। सबै चारवटै पार्टी आफ्ना आन्तरिक काममा बढी व्यस्त